Hi guys, welcome back to my channel. I hope तपाईहरु सन्चै हुनुहुन्छ र म पनि सन्चै छु. And आज चाहिँ हामी बाहिर निस्किन थालेको उता माथि डाँडातिर ककनीतिर जान थालेको. सो आज चाहिँ हाम्रो दिदी र दाइको एनिभर्सरी हो नि त. सो हल्का त्यतिर माइन्ड फ्रेश गर्न जान थालेको. हामी चाहिँ 4 जना जाँदै छौं हैन, 4 जना छोरीसँग 5 जना. अनि फर्स्ट अफ अल चाहिँ ह्यापी एनिभर्सरी बोथ अफ यु. तपाईहरु यसरी नै हाँसी खुसी सधैँ साथ भएको देख्न पाऊँ, यसरी नै अगाडि बढेको देख्न पाऊँ. स्टे ब्लेस्ड गाइज. एन्ड सो हामी चाहिँ उता उहाँलाई चाहिँ उता बाटोमा गएर भेट्छौँ. अनि अहिले कस्तो मेकअप गर्दै कि मैले कस्तो देखिन्छ क्या. अनि हामी त्यहाँ गएर बाटोमा भेट्छौँ यहाँ माथि. अनि त्यसपछि देखाउँछौँ तपाईहरुलाई हामी कता कता के गर्छौँ भनेर. स्टे ट्युन गाइज, लभ यु. हेर्दै गर्नु होला. एन्ड लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला. सो गाइज हामी चाहिँ गयौँ है. तिमीले त आजको त पुरै भिडियो बनाउन छोडिस् भाइ. कस्तो चिसो हुन्छ यहाँ त. क्या करता है झिलेले बनेर स्कुटर. हामी त जाँदैछौँ. हामी त ककनी जाँदैछौँ. आउँदैछन् हाम्रो पार्टनरहरू पछाडि पछाडि. राम्रो हुन्छ घर है. होटलहरू सय राम्रो छ उताको. So guys, हामी चाहिँ आइपुगिसक्यौँ. अबि है भने कति वर्ष भयो रे? 10 त्यही त 10 वर्ष 9 पुरा भयो नि. ह्यापी एनिभर्सरी गाइज. थ्याङ्क यू. कस्तो साइराले कस्तो फिल भइरहेको भनेको गर्दैन क्या. पर्ने खै त्यो चाहिँ टाइम लाग्यो नि. टोइलो उनीहरू चाहिँ गइसक्यो गाइज. अलिक पास ल्याउनु. पास त्यसरी त भेट्दै रे. एउटा पनि भेटेन साइरोले. अलि सोड्दै ल्याउनु. सत्य त यो भित्रसम्म ल्याउँदै यहाँ यस्तै. हेलो के छ? अलि सोरे ल्याउनु त त्यो भित्र. खोइ साइरोले भेट्यो नि यहाँ. त्यस्तरी चाहिँ हुन्छ न त. म सयसँग चाहिँ भेट्दैन है. तिनटा पर्यो.
अब तिनटा गऱ्यो कति हो त ए पुग्छ कति हो भन्छ यो तिनजना खाने हो नि त नि के त नि तिमी सक्दैन क्या बाबासँग तिमी सक्छ तिमी सक्छ खै हेर आउनु है परे परे भन न पर्छ होला बाबाको परे भन् आलु बिरयानी भयो भने के आएको छ नि जुत्ताले सकेन भने किलो आयो भने तपाईँलाई मतलब छैन फेरि जति आयो भने तपाईँलाई फेरि विचार गर्नु रिटर्न हुँदैन नि फेरि जति आयो त्यति एउटै पढा खाएन अब कुनाएर भाइको नि परेन भाग्यो भने नि कस्तो टाइपको माथि ए हो ट्राउट माछा भनेको चिप्लिन्छ हो खोलाको माछ भयो राम्रोसँग हुने यार भाइ वाउ तर कस्तो राम्रो नि हेलो त्यो बन्नै टाइम लाग्छ लो हामी कहाँ हो रे हामी ककनी आज चाहिँ हामी खै के रिसोर्ट नाम आज चाहिँ हामी यसो पार्टीमा आएकै पार्टीमा यसो यस्तो नगर्नु अलि यसरी गर हो तिमी चाहिँ के म कस्तो राम्रो हेर हो खोइ आज पार्टीवाला मान्छे चाहिँ देख्दै थिएन हेलो हामी नै हो क्या हामी हामी हो आज ओहो के छ ठिक छ नि आज त यस्तो खुसी लागिरहेको छ बिहान उठेदेखि नै हो आमामामा धेरै राम्रो हाम्रो साथी हो क्या त्यो लागेर बस्छ को चाहिँ म्याउ मुसाउँछ भने त्यो आफू हामी हाम्रो खानेकुरा ल ल हामी चाहिँ यहाँ घुम्दैछ रिसोर्टमै आँखामा काजल हेलो हेलो गाइस कति राम्रो देख्यो यस्तो अब राम्रो मान्छेहरू अहिले राम्रो देख्दैन हामी चाहिँ यस्तो रिसोर्ट छ आज यस्तो रिसोर्ट झाडोले खाउन झाडो छ हजुर ल ल रेस्टुरेन्टमा छ हामी आमा भात खान पाउँछ भात पाउँछ पाउँदैन क्या भात यस्तो मात्रै पाउँछ हो यस्तो पाउँछ माछा कस्तो राम्रो भिडियो पनि दामी हेर्दा छ हामी टिपेको यही माछा हो के भनेको तपाईँले के अर्डर गरे खाजा भनेको त नि त्यो जाडोमा बसेर होइन बियर खाने रे हेलो के हो यो के खाँद मलाई माछाको टाउको मिठो छ आमे आमे के हुँदो रहेछ यार यो तिनटाको हो यो हो है सिन्जु पारेर चाहिँ कालो बिराउँछ दुईटा मात्रै ग्लास भाइ अरू त चिज खानु हुँदैन नि एउटा भयो भने त अरू मलाई त्यो एक्सट्रिम सेक्सट्रिम के पाउँछ छैन एउटा ल्याइदिनु। मामा भात पाउँछ बाहिर खाने होला होइन दाइ नै खानु दाइ ल्याइदिनु है पुग्छ एउटाले एउटा कि दुईटा एउटा भए पुग्छ एउटा ल्याइदिउँ आइसक्रिम त म दिउँसो खाएको धेरै खानु ए हो पोते बहादुर देखो त पोते कितना देख रहा है अनि यता किवी हो हामी चाहिँ अहिले बियर खान्छ भाइ नचाहिने कुरा गर्छ के हो बियर भनेको हामी पानी खाने हो कहाँ बियर खान्छ बियर खाँदैछौँ रे क्या हामी कहाँ हो रे अहिले हामी छहारी होटेल हामी ककनीमा छौँ आज आज चाहिँ गणेश दाईको दाइ र भाउजूको एनिभर्सरीमा मिठो
कति ह्याप्पी एनिभर्सरी भने खोइ ह्याप्पी एनिभर्सरी खै ओ कस्तो राम्रो थ्याङ्क यू भन्नु न थ्याङ्क यू के छ त आजको पार्टी चाहिँ स्पेशल पार्टी यस्तो छ अहिले खाजा सेट आउँदैछ भिडियो पनि कति राम्रो आएको छ कस्तो दामी भयो के है यो भर्खर मारे भएर है हेलो भाइ एक्सट्रिम अर्को ल्याइदेऊ न ग्लास तिनवटा हेलो म यो खानु पर्यो सुगा गर्न खाएन क्या के म खाँदैन त नगर्नु खाइ बनाए पनि नगर्नु खाँदैन हाम्रो आमाले माछा नाच्दैन आमाले खाँदैन म बच्ची देखायो भने खान्थेँ म खाँदैन म अनि अचार चाहिँ दामी छ तिम्रो हेर्छु अचार पर्दैन है मोबाइल चाहिँ खोइ खाइदिनु त यहाँ ल त्यो देखाऊ नि पानी चाहिन्छ त्यता मान्छे जति जले पनि जलिरहेको राख्छ सर मम्मा हामीले यो पनि माछा मार्या हो पानी हाल्यो नि हाल्दै अलिअलि नाच गर्नु न बाबा हामीले यो त्यो हातको नि मार्या हो म त हात पानी हाल्न मन पर्दैन तपाईले खान्न पाए। म बाँड्छु स्यालै हाल्छु पर्दैन तर ए ल न मैले त माराको हो सलेस एउटा उ गर्नु न प्लेटमा अप्ठ्यारो भइदियो बाबा चिकन पाउँछ चिकन कस्तो हाँस्दैन हाँस्न चाहिँ के हुन्छ हौ एउटा बियर चाहिँ तलतिर खाली भइसक्यो सर खाँदैछु म के अरे गोर्खा स्ट्रङ एकदम स्ट्रङै छ लास्टै स्ट्रङ हो यो काट्नु अप्ठ्यारो हुन्छ त्यसो लागेको चाहिँ के आउँछ बरु कस्तो भइरहेको त नि कस्तो भन्नु यो रमाइलो भइरहेको छ ट्राउट फिसको माछाको स्वादमा यहाँ जाडो बनाइरहेछ गर्नु हुन्छ अब एकछिन पछि है यहाँ बसेछ नि तातो भाइ बसिरहँदा त जाडो हुन्छ के अब कता हो त भ्यू त छैन केही पनि अब भ्यू अलि बुढाहरूको कुक म भन्छु नि कस्तो 1 2 3 तिम्रो गर्ने 1 2 3 go cheers ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी धन्यवाद म त आउने बेला भात खाएको गायब के गायब मान्छे म इन्डिया गएर जान उ त राख्नु कहाँ माथि राखेको खाइसि तल राख्नु म आउँछु अरे अनि त्यसपछि म अनि गएर आगे खाऊ माछा म त माछा त सलेस यहाँ छ माछा खाँदा कुकुर माछाले काँडा निकाल्दैन नि अड्किने कस्तो सम्झेला भन्नु जुनी हाटीमा अनि अड्के सम्झला कस्तो भने यस्तो भइरहेको के सुलुल चाहिँ क्या चपाएको हो खोइ कतापट्टि उयो सो गाइस हामी निस्केको बाई बाई हामी चाहिँ गएको अब बाई गर्दै बाई बाई हामी निस्केको पर्खिनु म यहाँ आउँछु बाई बाई मान्छे देख्दैन रहेछ ककनी बाई बाई कोकनी सी यू सुन छहारी रेस्टुरेन्ट गीत बनाएर जानु पाए एडिट गरेर